गुड मर्निङ एभ्रिवान। जब बिहेको सिजन सुरु हुन्छ तब हामीलाई निन्द्राको महत्त्व यति धेरै हुन्छ नि, तैपनि के गर्नु, त्यो निन्द्रालाई साइड लगाएर भए पनि हामीले चाहिँ आफ्नो ब्राइड सम्हाल्नका लागि अर्ली मर्निङ स्टुडियो पुग्नै पर्ने हुन्छ। आज चाहिँ मङ्सिर 1 गते हाम्रो स्टुडियो ओपन भइसकेको छ र म अर्ली मर्निङ स्टुडियो पुगेँ। त्योभन्दा अगाडि शोभिका र सङ्गीता पुगेर हाम्रो ब्राइडहरूलाई चाहिँ स्किन केयर गर्दै हुनुहुन्थ्यो। आज चाहिँ ब्राइड प्लस ब्राइडमेड मात्रै हुनुहुन्छ। आज फर्स्ट डे, मङ्सिरको फर्स्ट डे चाहिँ। अनि त्यसपछि उहाँहरूले स्किन प्रेपहरू सबै गरिसक्नु भएको थियो र मैले गएर फटाफट मेकअप स्टार्ट गर्न सुरु गरेँ। उहाँ हुनुहुन्छ नम्रता मिस, पदम पोखरीदेखि हुनुहुन्छ। एकदमै उहाँले एकदम अगाडि बुकिङ गर्नुभएको थियो र आज उहाँ चाहिँ मेकअप गर्दै हुनुहुन्छ र उहाँको चाहिँ आज वेडिङ डे रहेको छ। उहाँ चाहिँ क्रिस्चियन ब्राइड भएको भएर उहाँको ड्रेसहरू चाहिँ नेपाली ब्राइडकोमा चाहिँ अलिकति फरक हुन्छ। हिन्दू ब्राइड र क्रिस्चियन ब्राइडको चाहिँ एकदमै डिफ्रेन्ट हुने के, त्यो पनि रमाइलो लाग्छ मलाई अरूको कल्चरहरू देख्दा पनि। अनि ड्रेसहरू चेन्ज गराएर मैले हेयर सेटअप गर्दैछु। हेयर सेटअप गरिसकेपछि चाहिँ अब क्यामराम्यान दाइहरू पनि आइसक्नु भएको छ। उहाँहरू पनि पदम पोखरीबाटै हुनुहुँदो रहेछ। मैले पनि फर्स्ट टाइम देखेको उहाँहरूलाई। अनि त्यसपछि हाम्रो ब्राइडलाई अलमोस्ट मैले रेडी गरिसकेको छु र लास्ट बाँकी छ उहाँको घुम्टो फिक्स गर्नलाई। घुम्टोहरू पनि फिक्स गरिदिएँ। यो बेला चाहिँ के हुँदो रहेछ भने एकदम पिक आवर चल्ने भएको भएर सबैजना एकदम रसमा हुने कि अब त्यही भएर नि हामी सबैजनाले एकदम छिटो उहाँलाई चाहिँ रेडी गर्ने कोसिस गऱ्यौँ र उहाँको पनि 10-11 बजीदेखि चाहिँ स्टार्ट थियो। सो उहाँ बिहान आउन अलिकति लेट हुनुभएको भएर जानलाई थोरै लेट भयो। अनि मैले लास्ट टचअप गरिदिएँ र उहाँको सुटहरू हुँदै थियो। उहाँको सुटहरू मजासँग गर्दै हुनुहुन्थ्यो क्यामराम्यान दाइहरूले। अनि त्यसपछि उहाँहरूको सुट पनि अलमोस्ट सकिन लाग्यो। त्यसपछि उहाँलाई घरबाट फोन पनि आउन सुरु भइसकेको थियो। तर नेपाली ब्राइडको जस्तो चाहिँ छिनछिनमा फोन आउने चाहिँ भइरहेको थिएन। तर अलिकति अब ढिलो चाहिँ नगर्नु भन्दै हुनुहुन्थ्यो र उहाँहरूले फटाफट सकेर अनि हाम्रो इन्टायर टिमसँग पनि फोटो खिच्नु भयो। हामीले उहाँसँग फोटो खिच्ने एउटा सौभाग्य पनि मिल्यो। उहाँलाई सबै सकाइसकेपछि चाहिँ हामीले लास्ट हाम्रो एउटा ट्रान्जेक्सन सुट बाँकी थियो, त्यो सकायौँ। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। थ्याङ्क यू। अलवेज फर यु। फेरि पनि भेट्नेछौँ। कङ्ग्रेचुलेसन, ह्याप्पी म्यारिड लाइफ। थ्याङ्क यू दिदी। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच फर चुजिङ अस। थ्याङ्क यू। ल, बाई बाई। बाई। ब्राइडको फेसमा यति मुस्कान देखेपछि मात्र थाहा हुन्छ कि बल्ल हाम्रो काम सक्सेस भयो र बिहानभरिको थकान मेटिन थाल्छ र उहाँलाई पुरै तयारी गरेर पठाइसकेपछि मात्रै हामी हाम्रो अरू काम सम्हाल्छौँ। यता उहाँलाई पठाउने तयारी हुँदै थियो, उता नवीन पनि ठ्याक्कै आइपुग्नु भयो। वेलकम छ नवीन। त्यसपछि ब्राइडलाई बिदा गरे लगतै हामीले चाहिँ फटाफट कामहरू सबै सकेर अनि त्यसपछि खाना खाने तयारी गऱ्यौँ र खाना इन्टायर टिम नै भोगाइसक्नु भएको थियो। खाना खाइसकेपछि फेरि मेरो ड्युटी सुरु भयो। यो क्लास चाहिँ विशेष गरी मैले बाहिरको लागि नै गराउँदैछु। विदेशमा गएर काम गर्न चाहनुहुने र विदेश गएर आउनु भएकोहरू पनि हुनुहुन्छ यहाँ। उहाँहरूले चाहिँ फेरि बाहिर जाँदाखेरि चाहिँ अपडेट गरेर जाँदै हुनुहुन्छ। एउटा क्लास सके लगतै फेरि अर्को क्लास सुरु भइहाल्यो। उहाँहरूको चाहिँ मेकअपको क्लास स्टार्ट थियो आज। सो मैले उहाँहरूलाई चाहिँ स्किन केयरको बारेमा चाहिँ नलेज दिएँ र भोलिबाट चाहिँ उहाँहरूको चाहिँ डेमो सुरु छ। यसै गरी दिनमा 4वटा सिफ्ट छ। 4वटा सिफ्टमा धेरैवटा क्लासहरू चलिरहेको छ। त्यसमा विशेष गरी नेल टेक्निसियन, ब्युटिसियन कोर्स, ल्यास एक्सटेन्सन र मास्टर मेकअपको क्लास चलिरहेको छ। र मैले चाहिँ जम्मा 2टा मात्रै क्लास लिएँ आज, किनकि वेडिङ सिजन छ। सो मैले धेरै ब्राइडहरूको तयारी गर्नुपर्ने छ। सबै लगनहरू हाम्रो फुल रहेकोले मैले धेरै ब्राइडहरूलाई म्यानेज गर्नुपर्ने छ र उहाँहरूको लागि तयारी गर्नुपर्ने छ। यता चाहिँ एउटा सिफ्टको क्लास सकेर अर्को सिफ्ट सुरु हुन लागेको छ र उता मास्टर नेल टेक्निसियनहरूको पनि एउटा क्लास सकेर अब अर्को क्लास सुरु हुन लागेको छ र भित्र लास्ट टेक्निसियनहरूको क्लास चलिरहेको छ। उहाँहरूको पनि अब सकिन लाग्यो, प्र्याक्टिकल भइरहेको छ र अब अर्को सिफ्टको लागि सबैजना फेरि वेटिङमा परिसक्नु भएको छ। उहाँहरू फेरि 1 बजेको सिफ्टको लागि चाहिँ रेडी हुनु भइसकेको छ। म पनि यो क्लास सकाएर फेरि मेकअपको स्टुडेन्टको रिजल्ट हेर्न जानुपर्ने छ। सो म यो भ्लगलाई अब एन्ड गर्दैछु। यसरी नै हाम्रो मङ्सिर 1 गतेको दिनभरि यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।